नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। मध्य सरकारको प्रादेशिक मन्त्रालय बजेट सूचना प्रणाली PLMBIS ह्याक गरी बजेटमा फेरबदल भएको भन्दै विपक्षीहरूले छानबिनको माग राखेका छन्। आइतबार नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा र राप्रपाका सांसदहरूले मुख्यमन्त्री सतीश कुमार सिंहलाई विभिन्न माग राख्दै ध्यानकर्षण पत्र बुझाउनु भएका हुन्। अर्थ मन्त्रालयको PLMBIS ह्याकरहरूले ह्याक गरी कार्यक्रम तथा बजेट रकम प्रविष्ट गरेको र बजेट त्रुटिपूर्ण हुन पुगेको कुरा मुख्यमन्त्री सिंहले स्वीकार गरेको भन्दै विपक्षी दलका सांसदहरूले बजेट पूर्ण लेखनको पनि माग गरेका छन्। 2081-82 को प्रदेश सभामा पेश भएको बजेट सन्दर्भमा मिति 2081 साल असार 13 गते मुख्यमन्त्रीजीको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा माननीय मुख्यमन्त्री र माननीय अर्थमन्त्रीज्यूबाट प्राप्त भएको जानकारी अनुसार PLMBIS ह्याकरहरूबाट ह्याक गरी कार्यक्रम तथा बजेट रकम प्रविष्ट गरिएको, बजेट त्रुटिपूर्ण भएको स्वयं मुख्यमन्त्री र मन्त्रीज्यूबाट स्वीकार गरिएको सन्दर्भमा 1 नम्बर सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन हुनुपर्ने, 2 नम्बर बजेट पुनर्लेखन गरी प्रदेश सभामा छलफल हुनुपर्ने, 3 नम्बर बजेट पुनर्लेखन गर्दा सबै संसदीय क्षेत्रमा सन्तुलित बजेट कायम हुनुपर्ने। माननीय कृष्ण प्रसाद यादव संसदीय दल नेता नेपाली कांग्रेस मध्य प्रदेश, माननीय सरोज कुमार यादव संसदीय दल नेता जसपा नेपाल मध्य प्रदेश, माननीय रानी कुमारी तिवारी प्रमुख सचेतक लोसपा नेपाल मध्य प्रदेश, माननीय कञ्चन बिछा संसदीय दलको नेता राप्रपा मध्य प्रदेश। उनीहरूले बजेट सूचना प्रणाली ह्याक गरिएको विषयमा सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन हुनुपर्ने, बजेट पूर्ण लेखन गरी प्रदेश सभामा छलफल हुनुपर्ने र बजेट पूर्ण लेखन गर्दा सबै संसदीय क्षेत्रका सन्तुलित बजेट कायम हुनुपर्ने माग राखेका छन्। सांसदहरूले बजेट निर्माण प्रक्रिया एकदमै गोप्य हुने गरेको भन्दै बजेट बनाउने सिस्टम नै ह्याक भएको प्रदेश सरकारको भनाइप्रति आशंका व्यक्त गरेका छन्। हामी त्यसमा धन्यवाद पनि दियौँ, किनभने बजेट बनाउनु भन्दा अगाडि हामीसँग कुनै सोधपुछ उहाँको थिएन। बजेट बनिसकेपछि अनि त्यसपछि हामीले बोलाउनु भयो, अनि उहाँले बोलाएपछि सिधै उहाँले स्वीकार्नुभयो कि यो बजेट बनाउन त्रुटि भएको छ र यो बाहिरैबाट उहाँ अर्थमन्त्रीजी र मुख्यमन्त्रीजी बाहिरैबाट वीरगञ्ज, बर्दिवास र जनकपुरबाट त्यहीँबाट डाइरेक्ट इन्ट्री भएको छ, यो त्रुटि छ, यसलाई हामी सच्याउँछौँ भनेर भन्नुभयो। हामी केही राखेनौँ कुरो। त्यसपछि हामीले अब हामीसँग सल्लाह माग्यो, अनि त्यसपछि हामी सल्लाह दियौँ कि मुख्यमन्त्रीजी, एक त यो बजेट तपाईँको असन्तुलित हो र यो जब तपाईँको यो बजेटै तपाईँको आफै स्वीकार गरिराख्नु भएको छ कि बजेटमा त्रुटि भएको छ, त त्यसै पनि यो बजेट फेल भयो र यो राजीनामा यो त तपाईँले तपाईँमाथि नैतिकताको प्रश्न पनि आउँछ। यसमा तपाईँले नैतिक जिम्मेवारी लिनुपर्छ र नैतिकताको आधारमा हुने प्रक्रियाहरू तपाईँ अगाडि बढाउनुपर्छ भनेर हामी त्यहाँ कुरा राख्यौँ र अब यो त्यसैको लागि हामी छानबिन समिति पनि गठन गर्न भनेका छौँ, संसदीय छानबिन समिति। अब त्यो छानबिन समितिले ठम्ब्याउँछ वास्तवमा त्यो बाहिरबाट भएको हो कि बाहिर कसैले ह्याकरले गरे हो कि उहाँहरूको माने मन्त्री परिषदकै इन्टरनल त्यसमा कर्तृत्व हो कि उहाँकै स्टाफहरूको कर्मचारीहरूको कर्तृत्व हो कि योजनाहरू आएको छ। त्यो यो रेड बुकमाथि हामीले के छलफल गर्नु? सरकारले बनाएको बजेटमा त माननीयले छलफल गर्छ। यो ह्याकरले ल्याएको योजनामा कहीँ प्रदेश सभामा छलफल हुन्छ, यो यस्तो पनि हुन्छ। यो त सरकारको गैर जिम्मेवारी, एउटा ठुलो गैर जिम्मेवारी नलागेपन। यो कुराको मतलब अब अशब्द कुरा त नभनौँ, तर जब ह्याकर उसैले भनेको, फेरि म त त्यो मिटिङमा थिइनँ, हाम्रो नेताजीले भन्नुभयो, उहाँ आफैले प्रस्तुत गर्नुभयो ह्याकरले ह्याक गरिदियो अरे। सरकारले या मुख्यमन्त्री या अर्थमन्त्रीले नै स्वीकार्नु भनेको मतलब प्रदेश सरकारले नै स्वीकारेको हो कि पासवर्ड अन्त्य अरू साथीहरूसँग पनि थियो र त्यहाँबाट ह्याक भयो। अनि त्यो भन्दा अहिलेसम्म हामी बैठक बसेको आज 4 दिन भइसक्यो, तर 4 दिनसम्म पनि केही यसमा अन्याय भएन। मैले त्यो दिन पनि बैठकमा के कुरा राखेको थिएँ भने उहाँहरूले कर्मचारीहरूलाई पनि दोष दिँदै हुनुहुन्थ्यो। मैले के भने सबैलाई यसरी डार्कनेसमा राख्नु राम्रो होइन, सबै कर्मचारी शङ्काको दृष्टिकोणले हेर्नु राम्रो होइन। त्यसले गर्दाखेरि को दोषी हो त्यसलाई छानबिन गरौँ र दोषीलाई कारबाही होस्, होइन भने यो पटक पटक भइरहन्छ। यो त ठुलो कुरा हो कि एउटा प्रदेशको बजेट बनिराख्दा यो बजेटमा पनि ह्याक हुन्छ भने यो रेड बुकको के भ्यालु रहन्छ?
बजेट प्रणाली ह्याक गरिएको विषयमा जानकार रहेको मध्य सरकार आफैले आन्तरिक छानबिन गर्नुपर्नेमा चुप लागेको बसेको पनि उनीहरूले आरोप लगाएका छन्। ध्यानाकर्षण पत्र बुझाउन नेपाली काङ्ग्रेस मधेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादव, लोसपाकी प्रमुख सचेतक रानी शर्मा तिवारी, राप्रपाकी सांसद कञ्चन बिच्छा मुख्यमन्त्री कार्यालय पुगेका थिए। नेपाल प्रहरीले लाली गुराँस सहकारी संस्थाका अध्यक्ष सहित 4 जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले पत्रकार सम्मेलन गर्दै बचतकर्ताहरूको बचत ठगी गरेको आरोपमा लाली गुराँस सहकारी संस्थाका अध्यक्ष सहित 4 जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सानुराम भट्टराईले ललितपुरमा लाली गुराँस सहकारी संस्था खोली सर्वसाधारणलाई आकर्षण ब्याज दिने आशा देखाई बचतकर्ताको निक्षेप अपचल गरी ठगी गरेको आरोपमा संस्थाका अध्यक्ष सहित अन्य 4 जनालाई पक्राउ गरी काठमाडौँ ल्याइएको बताउनुभयो। उहाँले पक्राउ पर्नेहरूमा लाली गुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, सहकारीका कर्मचारी कार्यकारिणी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष अमृत कुमार आर्याल र सहकारीका सञ्चालक सदस्य कदम बाबा जोशी प्रधानलाई पक्राउ गरिएको जानकारी दिनुभयो। प्रमुख भट्टराईले लाली गुराँस सहकारी संस्थाका सञ्चालक र लेखा समिति विरुद्ध 3 करोड रकम ठगी गरेको जाहेरी परेको जानकारी दिनुभयो। पक्राउ गरेका छौँ। उहाँको ठेगाना चाहिँ काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर 13 रहेको छ र त्यसै लाली गुराँस सहकारी संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृतको रूपमा पनि कार्य गरी आउनुभएका वर्ष 46 का सुरेन्द्र भण्डारीलाई पनि हामीले पक्राउ गरेका छौँ। उहाँको स्थायी ठेगाना गोर्खा सिरानचोक गाउँपालिका वडा नम्बर 2 रहेको छ भने उहाँ ललितपुर महानगरपालिका वडा नम्बर 25 भैँसेपाटीमा बस्नुहुन्छ र उहाँलाई चाहिँ हामीले बालवाटर विशालनगर आसपासको बिचको क्षेत्रबाट हामीले नियन्त्रणमा लिएका थियौँ गत शुक्रबार। त्यस्तै उहाँले लाली गुराँस सहकारी संस्थाका अध्यक्ष सहित पदाधिकारीमा माथि गत चैत 9 गते जिल्ला प्रहरी परिसरमा ठगी सम्बन्धी कसुरमा मुद्दा भएको बताउनुभयो। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ठगित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त 20 वटा सहकारीका कागजातहरू माग्ने निर्णय गरेको छ। आइतबार बसेको समितिको 7औं बैठकले समस्याग्रस्त भनेर समस्याग्रस्त व्यवस्थापन समिति अन्तर्गत रहेका 20 वटा सहकारीका आवश्यक कागजातहरू माग्न पत्रचार गर्ने निर्णय गरेको हो। समस्याग्रस्त सहकारीहरूका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भए पनि अन्य धेरै विवरण जानकारी तथ्यहरू आवश्यक पर्ने भएकाले सो निर्णय गरी सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभयो। बैठकमा 2047 सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, 61-62 सहकारी अध्ययनका लागि गठित कार्यदलका संयोजक डाक्टर युवराज खतिवाडा र 2070 सालमा समस्याग्रस्त सहकारीहरूको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरी बहादुर कार्कीसँग सल्लाह सुझाव मागिएको पनि उहाँले जानकारी दिनुभयो। विगतका कार्यदलहरू खास गरी 2046 सालको परिवर्तनपछि 2047 सालमा अन्तरिम सरकारले राधाकृष्ण मैनालीको संयोजकत्वमा सहकारीको सन्दर्भमा अध्ययन कार्यदल बनाएको थियो। त्यसका संयोजक पूर्व मन्त्री राधाकृष्ण मैनाली 2061-62 सालमा सहकारीहरूलाई कानुनी र संस्थागत संरचनामा कसरी व्यवस्थित गर्ने भन्ने सन्दर्भमा तत्कालीन योजना आयोगका उपाध्यक्ष सदस्य डाक्टर युवराज खतिवडाको संयोजकत्वमा सहकारी समस्याको अध्ययन कार्यदल गठन भएको थियो। समितिले सहकारीसँग सम्बन्धित 8 वटा अध्ययन, छानबिन, जाँचबुझ आयोग सहितका विषयमा प्रतिनिधिमूलक ढङ्गले कुरा सुन्ने काम गरेको जानकारी दिनुभयो।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री ढोल प्रसाद आर्यालले सरकारले विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेको जानकारी दिनुभएको छ। आइतबार सिंहदरबार स्थित मन्त्रालयमा विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्न उनीहरूलाई सम्मान कार्यक्रम बोलाउँदै यस्तो बताउनु भएको हो। उहाँले सरकारले रोजगारी सृजना र श्रमको खोजी गर्ने नागरिकहरूलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न विभिन्न कार्यक्रम मार्फत काम गरिरहेको बताउनुभयो। उहाँले विदेशबाट स्वदेश फर्किएका युवाहरूलाई स्वदेशमा नै रोक्न आवश्यक रहेकाले सरकारले विभिन्न योजना बनाउने र छलफल गरिरहेको जानकारी दिनुभयो। उहाँले इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्ने उद्यमीहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो। गरिरहेको हुनाले तपाईहरुले जुन एउटा आज पुरस्कृत मात्रै हुनु भएन, यसले चाहिँ विदेशमा बसिरहनु भएका नेपाली नागरिकहरूलाई नेपाल फर्कने वातावरण र फर्किएपछि हामी यहीँ केही गर्न सक्छौँ र हामीले सुरुवात गरिसकेका छौँ भनेर एउटा महत्त्वपूर्ण सूचना दिइराख्नु भएको छ। अघिल्ला वर्षहरूमा नि पक्कै यस्ता सूचना अन्य साथीहरूले दिनुभएको होला र तपाईहरुले यो वर्ष दिनुभएको छ। यसको निरन्तरताको लागि म हार्दिक बधाई तथा शुभकामना र यहाँहरूले सुरुवात गर्नुभएको व्यवसायको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु र स्वदेशमा रहनुहुने नेपाली नागरिकहरू जो श्रमको खोजीमा हुनुहुन्छ, त्यसैगरी विदेशमा बस्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई देशमा केही गर्यो भने केही गर्न सकिन्छ। हामीलाई हाम्रो देश यदि सरकारले इजरायलबाट फर्किएर मुलुकको विभिन्न ठाउँमा उद्यम गर्ने 8 जनालाई सम्मान गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ। आइतबार सत्तारूढ दलका नेताहरूबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट्नु भएको विषयमा पनि सामान्य कुराकानी भएको बताइएको छ। शनिबार सभापति देउवा र ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो, जसका कारण पनि सत्ता समीकरण फेरबदल हुन लागेको आशंका गरिएको छ। तर अध्यक्ष ओली अस्वस्थ भएका कारण देउवा भेटघाटका लागि जानु भएको बताइएको छ। प्रधानमन्त्री दाहालसँग भेट गरेपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताउनुभयो। प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोड्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि नियमित प्रक्रिया भएको प्रतिक्रिया दिनुभएको थियो। प्रतिनिधि सभा बैठकले 3वटा विधेयक पारित गरेको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकले 3वटा विधेयकहरूलाई पारित गरेको हो। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2081, राष्ट्रिय ऋण उठाउने विधेयक 2081 र भन्सार महसुल विधेयक 2081 लाई बहुमतले पारित गरेको छ। यसअघि नै सरकारले पेश गरेको विनियोजक विधेयक 2081 पनि पारित भइसकेको छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवाडाले काठमाडौँ जिल्ला अदालतमा पेश भएको द डार्क फाइलको मुद्दामा 2 पटक प्रहरीले बयान लिएको व्यक्तिलाई फरार अभियुक्त बनाइएको भन्दै यस सम्बन्धमा गृहमन्त्रीको जवाब माग गर्नुभएको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवाडाले द डार्क फाइलको मुद्दामा राजकुमार तिमिलिस्ना, युवराज कडेल र नवीन ढुकानालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको उल्लेख गर्नुभयो। उहाँले 2 जना मान्छे प्रहरीको सम्पर्कमा नभएको भन्दै राजकुमार तिमिलिस्नालाई प्रहरीले 2 चोटि बयान लिएर पनि फरार अभियुक्तको रूपमा मुद्दा अदालतमा पेश गरिएको बताउनुभयो। उहाँले बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त बनाइएको प्रति गृहमन्त्रीले संसदमा जवाब दिनुपर्ने बताउनुभयो। अदालतमा पेश गरिएको छ। कुनै बेला 60 केजी सुन प्रकरणमा फरार अभियुक्त भनेर बयान लिएका चलाउने कि चिलाउने भन्ने मान्छेका नाउँमा मुद्दा चलाउँदाखेरि तत्कालीन एआइजीलाई निलम्बनको प्रस्तावसम्म कारबाहीको प्रस्तावसम्म गरियो भने अहिले यो डार्क फाइल जसको सर्वोच्चको संवैधानिक इजलासले सम्म यसको अनुसन्धान गर्नु भनेर अनुमति दिएको थियो सभामुख महोदय,
सिआइबीले त्यसलाई छानबिन पनि गरेको थियो। तर त्यहाँ ल्याएको बयान लिएको अभियुक्तलाई कसको निर्देशनमा किन बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त भनेर अदालतमा मुद्दा पेश। त्यस्तै नेपाली काङ्ग्रेसका सांसद चन्द्रकान्त भण्डारीले आफ्नो जिल्लामा विशेष क्षमता भएका व्यक्तिले खुट्टाले लेखेर एसईमा 3.37 GPA प्राप्त गरेको भन्दै उनको आगामी पढाइको ग्यारेन्टी लिन सरकारसँग माग गर्नुभयो। GPA प्राप्त गरेका छन् यस्तो एउटा बच्चाहरू अहिले यो अचम्मको बच्चा सफलता हासिल गरेका छन्। मैले यो गरिमामय सदनमा आदरणीय सभामुखजी मार्फत राख्न चाहन्छु। म त एउटा अडियोको युगमा हुर्केको बढेको मान्छे हुँ। म केवल व्यक्तिका भाषण सुनेर म आफू हुर्केको। अहिलेको युग भ्युजल युग हो। अहिले हेर्न पाइन्छ, देख्न पाइन्छ। हामीले गरेका एक्टिभिटीहरू, सरकारले गरेका एक्टिभिटीहरू, नेतृत्वले गरेका एक्टिभिटीहरू। नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपदबाट बचाउन असुरक्षित स्थानमा रहेका बसोबासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले उच्च रूपमा सतर्कता अपनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले घटना हुनसाथ उद्धार, उपचार र पुनः स्थापनाको लागि सहज वातावरण बनाउन सरकारको ध्यान आकर्षण समेत गराउनुभयो। कोहीलाई बेला बखत दुःख दिने गर्छ। हामी एकातिर धान दिवसको उत्सवमा थियौँ भने अर्कोतिर निकै दुःखदायी घटनाहरू देशभरि घटेका छन् र निशिका जिटीको मृत्यु भएको छ र यो 4 दिनमा मात्रै 30 जनाको ज्यान गएको छ। सम्माननीय सभामुख महोदय, प्रकृतिसँग मानवले जुधिरहनुपर्छ। प्रकृतिको सबै कुरा हामीलाई जानकारी हुँदैन र फेरि पनि बाढी पूर्वानुमान महाशाखाले जानकारी गराउनु गरेको छ। सम्माननीय सभामुख महोदय, उहाँले सरकारको काम विपदको सूचना मात्रै दिने नभई विपद हुनसाथ तत्काल उपस्थिति जनाएर जनताको उद्धार गर्नुपर्नेमा जोड दिनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। धुलो र पोल्युसनले मेरो अनुहारको चमक नै हराइसक्यो। तपाईलाई चाहिन्छ गोट मिल्कले समृद्ध प्याराशुट स्किन प्योर गोट मिल्क फेस वाश, जसले तपाईको मुहारलाई बनाउँछ चम्किलो र उज्यालो। प्याराशुट स्किन प्योर गोट मिल्क ब्राइटनिङ फेस वाश ओरेन्ज र एलोभेरा भेरिएन्ट्समा पनि उपलब्ध छ। भ्यासलिनको ग्लिसरिन र जेली फर्मुला त्वचाको 10 लेयर भित्र गई सुक्खापनलाई फेरि आउनबाट रोक्दछ। नियमित रूपमा भ्यासलिन प्रयोग गर्नुहोस्, सुक्खापनलाई टाढा राख्नुहोस्। अपन सबक जीवनक आधार पाइन एवं स्वस्थ आ समृद्धिक शुरुआत सेहो पाइन कि हमरा अहाँ के पता छै अहाँक परिवारक स्वास्थ्यक लेल कोन पाइन पिनाइ नीक रहत। बाजार में रहल अनेको पाइन सँ शुद्ध आ स्वच्छ पीबऽ चाहै छी त गुरु ड्रिंकिंग वाटर चुनू। अहाँक पाइन के उत्तम मापदंड में शुद्ध क के बाजार में पठाओल जाय छै ताकि अहाँ आ अहाँक परिवार के शुद्ध, स्वच्छ आ सुरक्षित पाइन भेटे। अहाँ के दिन भरक थकान मेटावा हो या स्वास्थ्य के ख्याल कर, सब दिन अहाँ के साथ में शुद्ध आ स्वच्छ विश्वासक एकेटा नाम गुरु ड्रिंकिंग वाटर। शुद्धता ने हाम्रो पहचान। स्थान जनकपुर धाम, वार्ड नंबर 9, पिरारी चौक, धनुषा, नेपाल। संपर्क नंबर 98540 22417 98096 49056। तपाईँको फेभरेट सनसिल्क स्याम्पू अब भयो अझै राम्रो। यसमा छ भाइटामिन्स, ओइल्स अनि प्रोटिनको एक्टिभ मिक्स, जसले दिन्छ तपाईलाई शाइनी, घना अनि सुन्दर कपाल। सुपर कपाल हरेक बार नयाँ सनसिल्क एक्टिभ मिक्स के साथ। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीको राजनीतिक दस्तावेजमा आफूलाई अस्थिरताको कारक बनाएको भन्दै आपत्ति जनाउनु भएको छ। आइतबार नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले आपत्ति जनाउनु भएको हो। उहाँले विभिन्न राजनीतिक शक्तिहरूको मूल्याङ्कन गर्दा नेकपा माओवादी केन्द्रलाई नजिकको शक्ति र आफूलाई स्थिर भनेको भन्दै आपत्ति जनाउनु भयो। उहाँले राजनीतिक दलको भन्ने अधिकारमाथि प्रश्न उठाउने कुरा नहुने भन्दै पूर्ण विचार गर्न भनी आग्रह समेत गर्नुभयो। संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो, शान्ति प्रक्रिया भयो,
समृद्धिको एउटा नयाँ अभियान चलेको छ। प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैन थियो। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो। प्रचण्ड अलि अस्थिर इन्भर्टेड कमाको अस्थिर है, फेरि साँच्चै अस्थिर नठान्नु नभएको भए शान्ति सम्झौता पनि हुँदैन थियो। तपाईँहरूले भनेको त्यो इन्भर्टेड कमाभित्रको मेरो दृष्टिको अस्थिर नभएको भए यो प्रधानमन्त्री दाहालले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अहिले पनि समाजवादी मोर्चामा सँगै रहेको र मोर्चा हुँदै कम्युनिस्ट आन्दोलनको एकता कायम गर्न उद्देश्यमा सम्मान धारणा रहेको बताउनुभयो। कम्युनिस्टहरूले निराशावादी भएर सोच्न नहुने बताउनुभयो। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताउनु भएको छ। आइतबार नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्त्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। एकीकृत समाजवादीले आफ्नो स्थापना कालदेखि नै हालसम्म छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक र महत्त्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको छ। अहिले नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधान मार्फत मुलुकमा दिएको शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्न महत्त्वपूर्ण एजेन्डा हुन्। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका प्रति सभापति देउवाले नेपालको राजनीतिमा मुलुकमा शान्ति स्थापना गर्ने सवाल, संविधान निर्माण गर्ने सवालमा नेकपा यसका अध्यक्ष माधव कुमार नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनु भएको थियो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताउनु भएको छ। आइतबार पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले बिना पैसा कुनै पनि सरकारी सेवाहरू प्राप्त गर्ने परिस्थिति नरहेको बताउनुभयो। उहाँले भ्रष्टाचार र व्यतिथिको अन्त्य कसरी गर्ने भन्ने बारेमा काम गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले आफ्नो स्वार्थको निमित्त सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक रहेको बताउनुभयो। उहाँले उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवर्धन गर्ने आवश्यक रहेको समेत बताउनुभयो। प्रत्येक ठाउँमा भ्रष्टाचार छ, बिना पैसाको कुनै काम हुँदैन, सेटिङहरू मिलाइएको छ। त्यसमा अन्त्य गर्ने कसरी? यो नीतिमा पनि देखा पर्छ, काम र व्यवहारमा देखा पर्छ। दोस्रो समस्या भनेको सामग्रिक बृहत चिन्तनको कमी। हालको अहिले आफ्नो स्वास्थको निम्ति कुन चिज हो परियोजना त्यो बनाउँछौँ, अर्बौं खर्च गरिदिन्छौँ। अर्बौं कहाँ खर्च गर्ने? उत्पादनको विकास गर्नका लागि, रोजगारी प्रबन्धन गर्नका लागि, देशको आय बढाउनका लागि, सिङ्गो अर्थतन्त्र उठाउनका लागि, राष्ट्रिय पुँजीको विकास गर्नका लागि, उद्यमशीलताको विकास गर्नका लागि, चाहे कृषि होस्, जलविद्युत होस्, चाहे पर्यटन होस्। अध्यक्ष नेपालले नेकपा एमाले प्रति लक्षित गर्दै उहाँले एमाले आफ्नो पार्टीसँग मिलेर काम गर्न तयार नभएको पनि आरोप लगाउनुभयो। उप प्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा परेको बताउनु भएको छ। आइतबार काठमाडौँमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले मुलुक अप्ठ्यारोमा छ भन्ने कुरा 2007 सालदेखि भन्दै आएको भन्दै
मुलुक कहिले पनि अनुकूलतामा नहुने कुरा स्पष्ट भएको बताउनुभयो। उहाँले मुलुक अप्ठ्यारो जनता किसानले नभई नेतृत्वले नै पारेको जिकिर गर्नुभयो। उहाँले नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै हुन नसकेको बताउनुभयो। उहाँले लोकतन्त्र खतरामा भए नेताहरूले चिन्ता गर्ने कुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताउनुभयो। चिन्ता गर्ने विषय हो, चिन्ता गर्नु पर्दैन। लोकतन्त्रमा खतरा भए जोगाइदिने जनता छन्, कार्यकर्ता छन्, नेताहरूले चिन्ता गर्नु पर्दैन। नेताहरूले साँच्चीकै चिन्ता गर्ने हो भने नेतृत्व वर्गले सधैँभरि विभिन्न सम्झौताहरूमा हस्ताक्षर गरेको सुनेका छौँ कि आजसम्म नेतृत्वले ठुला ठुला युनिभर्सिटीहरू बनाउन कसरी। उहाँले नेताहरूले देश बनाउने कुरामा चिन्ता गर्न आवश्यक रहेको बताउनुभयो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताउनु भएको छ। आइतबार काठमाडौँमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले कमिसन तन्त्र र भ्रष्टाचार सङ्घदेखि प्रदेशसम्म बढेर गएको बताउनुभयो। उहाँले लोकतान्त्रिक संस्थाहरू बिस्तारै प्रभावविहीन हुँदै गएको बताउनुभयो। उहाँले लोकतन्त्र भनेको जनताको शासन रहेको उल्लेख गर्दै दलको शासन दलतन्त्र र नेताको शासन नेतातन्त्र हुँदै स्वेच्छारी तन्त्रमा नेपालको लोकतन्त्र बदल्दै गएको बताउनुभयो। लोकतन्त्रको खतरा वास्तवमा भित्री रहेको छ। लोकतान्त्रिक संस्थाहरू बिस्तारै बिस्तारै प्रभावहीन हुँदै गएको छ। मुलुकमा लोकतन्त्र भनेको त जनताको शासन हो। दलको शासन दलतन्त्र नेतातन्त्र हुँदै स्वेच्छाचारी तन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको छ। अध्यक्ष यादवले आज पनि लोकतन्त्र बिस्तारै कमजोर भइरहेको बताउनुभयो। अहिले लोकतन्त्रको खतरा राजनीतिक दलहरू भित्रबाट नै रहेको बताउनुभयो। जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले 43% जनता गरिबीको रेखामुनि रहेको देशमा महिनाको 15 दिन 5 तारे होटलमा खाना खाने नेताहरूले समाजवाद ल्याउन नसक्ने बताउनु भएको छ। आइतबार काठमाडौँमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले महिनाको 15 दिने 5 तारे होटलमा खाना खान जाने नेताहरूले म समाजवादी हुँ भन्न नसुहाउने बताउनुभयो। उहाँले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरू समाजवादी हुन नसक्ने बताउनुभयो। उहाँले नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरू समाजवादी हुन नसक्ने बताउनुभयो। कता कता तपाईहरु बोक्न सक्षम हुनुहुन्छ कि भन्ने लागेर म 2-4 वटा कुराहरू मात्रै यहाँ उठाउन चाहे। यसलाई चाहिँ एकदम सकारात्मक रूपमै लिदिनु होला। मैले सुरुमै भने मलाई एकदम प्यारो लाग्छ तर डर पनि लाग्छ। किन डर लाग्छ भन्दाखेरि हामी समाजवादका कुरा गर्छौँ, ठीक छ। अब गाँसका कुरा गर्दाखेरि मानव यदि म महिनामा 30 दिनमा 15 दिन यदि 5 तारे होटलमा गएर खाना खान्छु जहाँ चाहिँ 30-40% जनता गरिबीको रेखामुनि बाँचिराखेका छन् भने म आफूलाई समाजवादी भन्ने कि नभन्ने। जुन ठाउँमा कर्णालीका अस्पतालहरूमा कर्णालीमा मान्छे बिरामी हुँदाखेरि नुन पाइराखेका छैनन्, प्यारासिटामोल पाइराखेका छैनन् र म चाहिँ महँगो निजी अस्पतालमा उपचार गराउन जान्छु वा विदेशमै गएर उपचार गराउन जान्छु, म समाजवादी हो कि होइन? राउतले समाजवादी बन्न हुनुपर्ने मापदण्ड नेताहरूले पालना गर्न नसकेको बताउनुभयो। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्र विक्रम चन्द्रले नेपाल पेचिलो परिस्थितिमा रहेको बताउनु भएको छ। आइतबार काठमाडौँमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीतिक नेपालको भूराजनीतिका कारणले निकै ठुलो दबावमा रहेको बताउनुभयो। उहाँले नेपाल सुन्दर र स्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको बताउनुभयो।
उहाँले विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताउनुभयो। पनि एक हदसम्म निहालिरहेको हामी स्पष्टसँग देख्न सक्छौँ र यसको भूमिकाद्वारा आज हाम्रो एउटा नयाँ ठाउँमा आइपुगेको कुरा थाहा नै छ। नेपाल गणतन्त्रमा छ, संहितामा छ, एउटा ठुलो युगान्तकारी परिवर्तनसहित हामी एउटा नयाँ स्थानमा पुगेका छौँ। तर नेपाल आज एउटा पेचिलो परिस्थितिमा उपस्थित छ। नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति र नेपालको भूराजनीतिको कारणले निकै ठुलो। महासचिव चन्दले नेपाल युगान्तकारी परिवर्तनबाट अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो। सभामुख देवराज घिमिरेले संसद कानुन बनाउने थलो मात्र नभई राष्ट्र निर्माण गर्न महत्त्वपूर्ण केन्द्र भएको बताउनु भएको छ। आइतबार संसद भवनमा 66वटै संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले संसदलाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रूपमा बुझ्न नहुने बताउनु भयो। संसदको कूटनीतिले मात्रै जनताका भावनाहरू एक ठाउँमा ल्याउन सकिने बताउनु भयो। उहाँले संसदीय कूटनीतिले देशलाई ठिक दिशामा लैजाने महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। निर्माण गर्ने ठाउँ मात्रै अथवा दिशा लिन्छ, त्यसले नै के हुन्छ कि समाज कता जान्छ भन्ने कुरा गर्छ र संसद कति स्थापित भएर जान्छ, जनताको हृदयमा यसलाई स्थापित गर्ने गरी व्यवहारमा काम गर्न सक्छ कि सक्दैन, यो कुरामा सोचेर प्रत्येकले भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो। यसमा पनि दलीय व्यवस्था अन्तर्गतको हाम्रो संसद छ। सभामुख घिमिरेले अहिले संसदलाई प्रभावकारी बनाउने, नेपालको कूटनीतिलाई ठिक ढङ्गबाट निक्रियोल गर्ने, विश्वव्यापी रूपमा कूटनीतिक व्यवहार प्रयोग गरी नेपाललाई अघि बढाउने कुरामा केन्द्रित भएको जानकारी दिनुभयो। उपसभामुख इन्द्रिना राणाले संसद बैठकमा सांसदहरू निन्दाउने गरेको भन्दै आपत्ति जनाउनु भएको छ। आइतबार संसद भवनमा 66औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले संसद बैठकमा बेला सांसदहरू घुर्दै निदाउँदै गरेको आफूले देखेको बताउनु भयो। उहाँले संसदमा फोटो खिच्न आफूले नपाउने भए पनि संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताउनु भयो। उहाँले सुत्ने बेला नभए भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरूलाई सचेत गराउनु भयो। उहाँले सांसदहरूले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको पनि बताउनु भयो। सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुहोस्, उठेर हेर्नु त कति सुन्दर छन्। यी अनुहारहरू हामी फेरि एकछिनमा देख्न पाउँदैनौँ, यी आवाजहरू एकछिनमा हामी सुन्न पाउँदैनौँ। कतिखेर हिँड्दा हिँड्दा यी आवाजहरू बन्द हुन्छन् थाहा हुँदैन। हामी लोकतन्त्र र प्रजातन्त्रको कुरा गर्छौँ, लडेर आएका हामी सेनानी भन्छौँ। यी लडेर आउने धेरै नेता मात्र होइन, पत्रकारहरू पनि छन्, ठुल्ठुला विज्ञ पत्रकारहरू जसले। उपसभामुख राणाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गर्नुभयो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जान सक्ने अवस्थामा नरहेको बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताउनु भयो। उहाँले अहिलेको आवश्यकता उद्गमशीलता र व्यावसायिकता भएकोले गर्नुभयो। उहाँले उद्गमशीलता र व्यावसायिकतालाई कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताउनु भयो। अरू खालका कुराहरू हो, अथवा फलफुल होस्, अथवा सागसब्जी, अथवा मसलाजन्य कुराहरू, यस्ता अनेक कुराहरू हामी निर्यात पनि गर्न सक्छौँ। अहिले समस्या हामीले चिन्ता गर्नुपर्ने कुरा भनेको मसिनो खाने बानी पर्यो, मसिनो खाने बानी परेकालाई खान्थ्यौँ, तर मसिनो होइन हामीलाई। अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सान्तिना नियुक्तिहरूमा नअल्झिन परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि बताउनु भयो। कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले धान खेतीलाई वृद्धि गर्न सके आगामी 3 वर्षमा धानमा आत्मनिर्भर बन्न सक्ने बताउनु भएको छ। आइतबार नेकपा एमालेको कृषि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै कृषि मन्त्री शाहले यस्तो बताउनु भएको हो। उहाँले अहिले पनि मुलुकभित्र वार्षिक रूपमा
56 लाख मेट्रिक टन धान उत्पादन भइरहेको भन्दै आगामी 3 वर्षमा 70 देखि 75 लाख मेट्रिक टन धान उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्न आवश्यक रहेको बताउनुभयो। उहाँले कृषि प्रधान मुल्क भए पनि पछिल्लो समय मुल्कको कृषि क्षेत्र सङ्कटमा रहेको बताउनुभयो। उहाँले कृषि क्षेत्र सङ्कटमा भए पनि धान खेती भने 4% वृद्धि भएको उल्लेख गर्नुभयो। कर्ताले पनि राख्नु पर्यो कि मैले भन्न खोजेको आयात धानको पनि रेकर्ड बस्नु पर्यो। कति उत्पादन भइरहेको छ मोटा धान, कति बाहिर गइरहेको छ त्यसको रेकर्ड छैन। मैले कति मागिरहेको छु तर उत्पादनमा हाम्रो वृद्धि भएकै छ। 4% ले लमसम वृद्धि भएको छ धानमा। हामी 3 वर्ष लगातार उहाँले दूध उत्पादनमा मुल्क आत्मनिर्भर हुनुपर्ने आवश्यकता भए पनि दूध विकास संस्थानमा व्यतिथि हुँदा समस्या आएको बताउनुभयो। उहाँले दूध विकास संस्थान सुधारमा एमाले निकट कर्मचारी संगठनहरूको समेत सहयोग नपाएको गुनासो गर्नुभयो। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय प्रिन्ट मिडिया सङ्कट आयो भनेर हात बाँधेर बस्न नमिल्ने बताउनु भएको छ। आइतबार प्रेस काउन्सिल नेपालको आयोजनामा युट्युब सहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताउनु भएको हो। उहाँले अहिले नेपालमा प्रिन्ट मिडिया सङ्कटमा रहेको बताउनुभयो। अहिले प्रिन्ट मिडियाका व्यवस्थापन र सम्पादकीय नेतृत्वले वर्तमान समय अनुकूलको रणनीति अपनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले सङ्कटपछि नै अवसरहरू आउने भन्दै अहिले धेरै अवसरहरू पनि आएको जानकारी दिनुभयो। चाहिँ अहिलेको सङ्कट टार्न सकिन्छ भनेर आफूले पनि त्यही खालको रणनीति बनाउनु पर्छ। मैले अहिलेका प्रिन्ट मिडियाका सञ्चालक व्यवस्थापकहरूले र सम्पादकीय नेतृत्वले पनि अहिलेको प्रिन्ट मिडियालाई के गरौँ भने चाहिँ पुरानो माइन्डसेट। उहाँले युट्युब सहितका न्यू मिडियाहरू समेत प्रेस काउन्सिलमा दर्ता गर्ने क्रम बढ्दै गइरहेको बताउनुभयो। उहाँले मिडिया हाउसको रूपमा दर्ता हुने युट्युब सहित सामाजिक सञ्जालहरू सबैले काउन्सिलको आचार संहिता अवलम्बन गर्न आवश्यक रहेको बताउनुभयो। हस्त अहिलेलाई यतिकै पल पल खबर तेज नजर हेर्दै गर्नुहोला अपन टेलिभिजन। नमस्कार।